हेलो गाइज, आज चाहिँ म नेपालको गेम खेल्न लागेको छु। कस्तो चाहिँ हुँदो रहेछ हेरौँला। जोइन हुँदैछु गाइज। लोडिङ कति धेरै टाइम लिएको लोडिङ गर्न। लोड हुन लाग्यो। लोड चाहिँ भइसकेको छ। अब प्लेमा थिच्छु गाइज। ओ कत्रो ठुला मान्छे हो। मेरो साथी पनि आएको छ। अनि त पछि सेलेक्ट कास्ट भनेको छ। त्यो चाहिँ सेलेक्ट गर्नु मिलेकै छैन मैले गाइज। कस्तो ग्लिच भएको। एकछिनपछि ट्राई गर्छु फेरि। कति बेर हुन्छ। भयो म चुज गरेँ। ओ नेपालको झन्डा सेम नेपालको जस्तै छ त। रियलिस्टिक कस्तो राम्रो फुल हौ। साइन बोर्ड पनि रहेछ। यो सुपर मार्केटमा जाँदैछु गाइज। केही पनि रहेन रहेछ खानुको लागि। मोमो पनि रहेछ त यार। राम्रो रहेछ मोमो। रमपम चाउचाउ नेपालको टप टाइम प्लेयर। विदेशी खाजा दिएकै छैन यार। मोटे रहेछ त यो तर। स्किबी दब यस। याहू स्किबी दब मोटे रहेछ गाइज। या चाहिँ हेरो रहेछ रामेन। यो के हो। यो चाहिँ खेल्न आएन है गाइज। अलिक इग्नोर गर्नु। ओ गाई नेपालको राष्ट्रिय एनिमल। यम्मी थुक्पा यम्मी। तर म मोटे भएँ क्या हौ। मोटे भएछु म त। कस्तो मोटे देखेको यार थुक्पा खाएर। अब बच्चन गाइज। म्युजिकल चेयरहरूलाई यो म्युजिकल चेयर त स्टार्ट नै हुँदैन त। कसरी खेल्ने यार मलाई त आएन यो गेमभित्र। रियल लाइफमा चाहिँ आउँछ मलाई। ओ स्केरी थिङ। यो अगाडिको चाहिँ मेरो साथी हो गाइज। स्पाइडर रहेछ त यार। अहिले मलाई त कुट्न आयो त गाइज। कुटो स्पाइडर त डर लाग्दो रहेछ। पार्को टाइपको रहेछ। यो के हो। कस्तो डर लाग्दो यार। खतरा रहेछ। मेरो साथी पनि गयो अब तर्सेला। रम्पम
पम रम पम यहाँ चाहिँ आई थिङ्क वार जस्तै होला त्यो मान्छे त कस्तो हो यो स्ट्याचु ओएमजी पानीपुरी पार्क रहेछ गाइस माथि चाहिँ के Of course, चिनिहाल्छ पानीपुरी यो चाहिँ के हो यो मैले चिनेन गाइस बाख्रा बोका गाइस माथि चढेको छु फ्रुटीको इरानमा प्रोनाउन्सिएसन गलत भयो भने चाहिँ सरी है गाइस ओ बुद्ध भगवान मोज मस्ती मेला कस्तो लामो भित्र छिरै यो गेम चाहिँ मलाई खेल्न आउँदैन त्यही भएर गएको गाइस अर्को ठाउँ ओ यो घोडा खाल्के कस्तो राम्रो हुँदैछ नि गाइस ओइ के हो यो त गाइस पल्टाउनु खोज्छ त घोडा खाल्के त डेन्जर रहेछ त रोलर कोस्टर खेल्नु ट्राई गर्छु रोलर कोस्टर नै छैन गाइस गयो रोलर कोस्टर यसरी खेल्नु परेको छ रोलर कोस्टरको साथो मान्छे हिँडेको छ गेमको डेभलपरले अलिकति मजाले हिँडिदिएको भए राम्रो हुन्थ्यो गाइस माथि चढ्दैछु गाइस खै म त मोटी भयो क्या हो धेरै त्यही भएर चढ्नु सक्दिनँ स्टार्ट कसरी गर्ने स्टार्टिङ भएको छ स्टार्ट भयो यो के हो आधी ठाउँमा रोलर कोस्टर अड्किन्छ त्यो यार फेरि अड्क्यो गाइस कस्तो एकदमै ढिलो र बिग्रेको रोलर कोस्टर यो रोलर कोस्टर चाहिँ धेरै राम्रो रहेछ अलिकति यसमाथि हेरेको भए राम्रो हुन्थ्यो त्यही भएर गाइड अब अर्को राइड कुन राइडमा राम्रो रोटी पिङमा जम्छु कुनमा जम्दा के हो त अब खेल्नै आउँदैन मलाई ऊ अगाडि रोटी पिङ मेलामा हुन्छ त्यस्तै रोटी पिङमा बसे गाइस कुदो चलो गाइस मजाले घुम्दैछ त ओइ भुइँचालो आयो ओइ सबै त पल्टाइयो त यार सबै कप हल्लाउँदैछ त कस्तो साह्रो कस्तो साह्रो भुइँचालोले हल्लायो टाउको खायो गाइस रोटेपिङ खेलेर मेरो ओइ
कस्तो खालको रोटी दिनु छिटो चाहिँ छिटै रहेछ गाइस मजा आउँदैछ मलाई झर्नु मन लाग्यो कसरी झर्नु गाइस रोक्काउँदैन त यार कसरी झर्नु बल्ल बल्ल झर्यो यार यो अर्को चाहिँ कस्तो खालको रहेछ म चाहिँ यसलाई नाउ किन नभए म नाउ नै भन्छु यसलाई यो त स्टार्ट नै हुँदैन त गाइस कसरी स्टार्ट गराउनु पर्ने हो स्टार्ट स्टार्ट ओ स्टार्ट नै हुँदैन त यार तर यो गीत चाहिँ राम्रै रहेछ नेपाली गीत लाउँदा रहेछ यो गेमले चाहिँ वाउ ओ स्टार्ट भयो स्टार्ट भयो स्टार्ट 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 त भयो त गाडी चाहिँ यसको मात्र घुम्यो त ओ स्टार्ट भयो बस्यो गाडी कस्तो लो स्पिड हो के भयो यो चाहिँ बिग्रो क्या हो अब कहाँ जानुपर्ने छ रिङ फायर के भनिदिन्छ गोलो आगो के हो यो कस्तो आवाज हो गाइस यो मेलामा चाहिँ मैले कहिले पनि देखेको छुइनँ है गाइस कसरी हाँस्यो यार स्टार्ट त हुँदैन त गाइस स्टार्ट गर्नुपर्ने होला कस्तो हाँसेको यार ओ स्टार्ट भयो स्टार्ट हुँदै रहेछ थोरै थोरै यो के भन्छ गोलो आगो त चल्दै पनि चल्दैन कस्तो हो अर्को केमा जाने अर्को चाहिँ ट्री हाउसमा ट्री हाउस पनि रहेछ त गाइस ट्री हाउसमा जाउँ कि नत्रबा यहाँ त कस्तो अड्केको रहेछ सबै रोलर कोस्टरहरू मलाई चाहिँ ट्री हाउसमा जानु मन लाग्यो गाइस ट्री हाउसमा चाहिँ म जाँदैछु गाइस कसरी ढिलो वक गरेको गाइस म चाहिँ सिडी भर्याङ चढ्दैछु टप फ्लोरमा जाँदैछु है गाइस टप फ्लोर अब पुगेँ म यो ट्री हाउस चाहिँ भ्यू टावर भन्नु हुँदो रहेछ गाइस म चाहिँ झरेको ओइ प्लेन आयो त प्लेन फाइटर जेट अब म कहाँ जाऊँ बुद्ध भगवानको साइडमा त अहिले ट्रेन पनि छ त अघि त थियो नि त गाइस उफ्रिँदै जाँदैछु गाइस
फाउन्टेन रहेछ अगाडि ओ बच्चाको खेल्ने ठाउँ अनि त्यो के भन्छ दसैँमा खेल्ने लिङ्गे पिङ बस्नु पर्यो है गाइस अब यो त कस्तो खालको दुईजना बस्ने रहेछ त यहाँ मैले रियलमा खेल्दा चाहिँ एउटा मात्र बस्ने थियो है गाइस अर्को पनि रहेछ तर एकजना मात्र बस्ने त्यहाँ चाहिँ बस्नु पर्यो है गाइस अब ओइ के हो यो पिङ त चल्दैन त गाइस अब म चाहिँ मन्दिरतिर लाग्नु पर्यो है गाइस यहाँबाट होइन सिधैबाट जानु पर्यो सिधा यहाँबाट जानु पर्यो है गाइस अब मन्दिरको चाहिँ लक्ष्मी देवीको रहेछ मन्दिर चाहिँ यहाँ पूजा गर्ने ठाउँ रहेछ आगो जय लक्ष्मी देवी अब बाई है गाइस